ल साथीहरू आज चाहिँ ओपनिङ गर्यो भर्खरै तावाहरू निकाल्यो है। तन्दुर रेडी गरेको छु। अब कोइला हाल्नुपर्छ। कोइला हालिसकेर अब यसमा यो तावा हाल्नुपर्छ। यो तातो छ है, यसरी टकटक राख्नुपर्छ। यसले पोल्यो भने हातको हालत खत्तम हुन्छ। अब चाहिँ म डो बनाउन जान्छु है। मैदाको डो बनाउँछ हामी चाहिँ यसमा मुस्छ यो मेसिनमा है। अब यसको म डो लिएर बनाउनको लागि मैदा चाहिँ हाम्रो यहाँ यसरी स्टोर गरेको हुन्छ यहाँ। अब यो मैदा लानुपर्छ। 4 मानाको चाहिँ टक्क मुस्छु म जहिले है। 1 2 डोको लागि राखिसकेँ है। के इन्ग्रेडियन्ट्स जान्छ म त्यो भन्छु तपाईँहरूलाई है। फर्स्टमा चाहिँ बेकिङ पाउडर, यो अब 4 चम्मचमा 5 2 3 4 चम्मच हाले इनफ हुन्छ। 4 चम्मचदेखि बेसी हाल्नु है। हाम्रो यहाँनिर चाहिँ मिल्क पनि हाल्छ, कन्डेन्स मिल्क। 4 मानामा यो म फुल हालिदिँदैछु है। फुल हालिदिन्छु। यो फुल हालिदिएँ। अब यहाँ मैले हाल्नुपर्छ स्विट मिल्क। यो चाहिँ स्विट मिल्क हो है। यो स्विट मिल्क हाल्नुपर्छ यहाँ। यो स्विट मिल्क अलिक म पखालेर हाल्छु अलिकति चाहिँ है। स्विट मिल्क हालेँ। अब यसमा हाल्नुपर्छ कोकोनट मिल्क पनि। यो चाहिँ अलिकति वाइटिङ बढाउँछ है। जुन चाहिँ डोको अलिकति वाइटिङ नानहरू अलिकति सेतो बनाइदिन्छ। धेर हाल्ने होइन, कम्ती। ओके, यहाँबाट हाल्नुपर्छ अन्डा, सिस अन्डा। सुगर हालिदिन्छु म 8 चम्चा। है 8 चम्चा सुगर। 2.5 चम्ची नुन हाल्छु। ओके, 2.5 चम्चा स्वाद अनुसारले हाल्नुपर्छ नुन चाहिँ है। हामी कलन्जी पनि युज गर्छु म चाहिँ। यो चाहिँ एक्स्ट्रा टेस्टको लागि हल्का मुखमा लाग्छ नि त, त्यही भएर अलिकति कलन्ची पनि हालेँ। देन आफ्टर ओइल, तेल है, भेजिटेबल ओइल हल्का हाल्नुपर्छ। त्यसपछि मेसिनलाई लगाउने यसरी। पानी हाल्नु, पानी चाहिँ अलिकति धेरै नै हाल्नुपर्छ एकैतालमा है। अहिलेको लागि अलिकति कम्ती राखेर अहिले थप्नुपर्छ हल्का। मेसिनलाई लगाएर चाहिँ अन गरिदिन्छु। मेसिन चालु भयो र यस मैदा घुम्नु थाल्यो है। अब यो रेडी भएपछि म हजुरलाई देखाउने छु। र अलमोस्ट यो अब मैदा रेडी भइसक्यो डोको लागि है। यसलाई चाहिँ म अलिकति अब तेल नचिप्कियोस् भनेर तेल हाल्दैछु। तेल हालिसकेपछि चाहिँ म अब यसलाई यहाँबाट बन्द गर्छु। रेडी गरिसकेको छु। यसलाई अब निकाल्ने हो, पटक दिने बस। राइस आँटा अब मेरो रेडी भइसकेछ। मैदा है गुनेर रेडी गरिसकेँ। अब यसलाई चाहिँ प्लास्टिकले ढाकेर फर्मेटिङको लागि छोडिदिनुपर्छ। यो अब 3 घन्टा 3.5 घन्टा यसरी नै राख्नुपर्छ। ल अघि हालेको हेर्नुहोस् है। अब तन्दुर जल्न थाल्यो है। अब यो 20 मिनटमा रेडी हुन्छ तन्दुर। र अलमोस्ट तन्दुर
हिट भइसक्यो है। अब यसलाई चाहिँ हामीले ढाक्नुपर्छ किनभने यसको टेम्परेचर एकदमै ओभरै हाई छ। यसलाई लो टेम्परेचर अब यो तन्दुरहरू हाल्नुको लागि चिकन टिक्का नानहरूको लागि एकदमै हाई टेम्परेचर छ। यसलाई कम गर्नुको लागि चाहिँ अब यसलाई पुरै ढाकिदिनुपर्छ। यसलाई अब 15 to 20 मिनट्स बाद मात्रै ओपन गर्ने हो। र अघि मैले लगाएको मैदा अब डो रेडी भइसक्यो। अब यसको लो है साथी हो, मैले पेडा पनि लगाइसकेँ। अब पेडा लगाइसकेँ। अब यो पेडालाई चाहिँ म यहाँ सिफ्ट गरेर प्याक गरेर राख्छु है साथी हो। अब मैले प्रोसेस सुरु गरेर पनि यो कम्प्लिट गरिसकेँ है। अब यो पेडा चाहिँ आफ्नो जग्गामा जान्छ। यो स्पिड गर्नुपर्छ नभए यो सबै हावा लागेर बर्बाद हुन्छ है। ल यो कम्प्लिट भयो है। अब यसलाई चाहिँ माथिबाट हल्का यसरी तेल दलेर टक्कसँगले प्लास्टिकमा यहाँ लेखेको छु है। यसलाई टक्क ओढायो। अब यो प्रोसेसिङमा बस्यो। अब यो पेडा ढलेपछि तन्दुरमा हाल्नुपर्छ। ल थ्याङ्क यू सबैजनालाई।